के गरेको बुढी अब दसैँको टिका लाउन लागि जी हेर यो छोरी पुरा आमा भिजेर पनि अब भोलि काट्नु सक्छु के गरेको छोरी यस्तो यस्तो मुख धुँदाखेरि अनि मुख धुँदाखेरि लुगा पनि भिज्छ हैन हात पानी धेरै भयो के भयो अरे पानी धेरै आयो भयो ठिक म चाहिँ यहाँ पछाडि छु मेरो कुडी चाहिँ पुरा लाउँदैछ पलिस नक्कल पारेको पारेछ म चाहिँ यहाँ पछाडि मेरो छोरी चाहिँ हेर न पुरा तातो मोमो खान मन पर्यो के खान मन पर्यो अरे छोरी तिमीलाई यहाँ पाएन तातो मोमो बादल खानु पर्छ कहाँ खाने उसको बाबाले रेडी गरिरहेछ गर्छ रेडी छोरीलाई अब बिहा गर्न हैन टिका लाउन छिट्टो बिहा गरेर पठाइदिइहाल्नु बाबा हैन त्यो पुरा रेडी हुँदैछ हो टक्क लाएर नयाँ कुर्ता लाग्यो अरे उसको म चाहिँ अघि फेरिसकेँ मैले चाहिँ हो मलाई चाहिँ पुरानो लुगा लगाइदिएको हुन्छ यी साथीहरू यस्तो छ बिजोग छ साथीहरू यता चाहिँ हेर ए लो कति राम्रो राम्रोहरू हो अब ऊ चाहिँ किन रुन आँटेको लु बाजेलाई सबैले नमस्ते गर उताबाट उता लु बाजे निस्केर बाजेको यो टोपी चाहिँ म लान्छु काठमाडौँ बाजेको अगाडि खुट्टा जोडेर न ए दिदी भेना ओहो हाम्रो भेना त बेहुला भइसक्नु भएछ त कतिखेर हो यो राख त अब हाम्रो जेठा भेना त बेहुला भइसक्नु भएछ रेडी पुरा बेहुला जतिको भएर होला हाम्रो चाहिँ राईको चाहिँ यस्तो हुन्छ टिका चक्लेटहरू पनि रहेछ शुद्ध यसलाई चाहिँ के भन्छ तितेपाती एकदम राम्रो माझा निधारमा मात्रै के बामना चुकुसो पारा धेरै कराउनुहुन्न नि मम्मी अब ल आशीर्वाद दिनुहोस् महादेवको आशीर्वाद लागोस् अब रामचन्द्र हुँदैन टोपी चाहिन्छ त ल खोइ खुट्टामा आइपुग्नु सक्दैन ल लाग्दैन नि ल हजुर सालुलाई मात्रै हेरिराख्नुहोस् न त्यहाँ हेरेर भेन दिदीलाई सिकाउनु भएको हो त्यही भएर मैले त यस्तो टोपी त फर्स्टचोटि लाउनु भएको त जिन्दगीमा धरनसम्म यही टोपी लाएर जाने ठिक्क मात्रै है आइ पनि धेरै बाँचेर के गर्नु हौ दुःख पाइन्छ बुबा बाँचिन्जेल चाहिँ ज्ञान बुद्धि विवेक बाँचिन्जेल चाहिँ भने मोज गर भन्नु न इष्ट मित्रको दाइना हुनु हिँड्दा ठेस नलागोस् बुबाको आरमा हेर न टक्क लाएर दुईजना ज्वाइँहरू त आमामा ह्यापी दसैँ हाम्रो घरको कान्छा छोरा सबै नरनाताको मक्ख परेर गमक्क परेर बसिरहेछ बाउले कति पैसा दिन्छ र चुरोट खानु गइहाल्नु भन्दैछ त्यहाँ पैसा त चारवटा मात्रै देख्दैछु त एउटा दुईवटा चारवटा ल म त डरको लाग्नु थाल्यो ज्वाइँसँग चाहिँ सधैँ सगरमाथा शिखरमा पुग्ने खालको तेरो
पोजिटिभ भाव होस् अनि तेरो ऊर्जा शक्ति र स्वास्थ्यको कामना। पैसा बोकिदिनु न पैसा म चाहिँ पैसा ब्याज सहित एउटा भान्साको आमा चाहिँ बन्नु धेरै पैसा कमाउने हुनु। तपाईहरु चाहिँ को अरे को चिनाउन आमा टाइगर सियाल स्याल बनाइदिएछ दाजुलाई चाहिँ फेरि टाइगरको जुवाई त अब के भन्नु खुट्टा निस्किँदैन के खुट्टा निस्किँदैन चप्पल बिनाको खिच्नुहुन्छ अरे हौ आमा मामा। दसैँको ओहो तर यसमा त नुन अलिक कम होला मैले नुन कम्ती लाग्थेँ ठिक छ भएन चस्मा भरि टिका भएर आँखा देखिनौ राईमा मैले बनाएको हो नि बुबा बाउ कति हेन्सम कति भर्खरको माइला छोराले आचिची यो दाजु चाहिँ किन रुको छि आचिची रुन थालिसक्यो हेर न यहाँ आचिची खुसीको आँसु आचिची खुसीको यति राम्रो संसार कस्तो भन्छ चाहिँ बुबा जेठा ए जेठा त पल्टनमा छ उहाँ मेरो बुबा जेठा छोरा पल्टनमा छ कान्छा छोरा माइला छोरा माइला चाहिँ बिचरा ङ्याङ्ग्रै छोडिहाल्छ पैसा पासमा हानी पठायो होला अनि बाजेको नेपाली ज्वाइँहरू दुईजना चाहिँ यता हुनु हुँदो रहेछ कस्तो राम्रो देखेको के जेठा भेनालाई त ढाका टोपीले कुन चाहिँ के मिठो लागेन हो खाऊ न तानेर तिमीहरूलाई मिठो लाग्यो ल पुर्खादेखि चलिआएको कुराहरू होइन हाम्रो माइला त जहिले रुन्छ कान्छा चाहिँ डरो छ अरूलाई रुवाउने काम गर्छ कान्छाले चाहिँ आफू रुने काम कहिल्यै गर्दैन हिजो म झनै भागेको थिएँ है भुइँ काट्नु उसलाई क्या नानी ए गर कुदेर गएको यत्रो डन्ठा बोकेर त्यो सवनालाई अगाडि थर्काउँदो रहेछ जिन्दगी एकदम खुसीले बाँच्ने हो हुन्न त खिच्नुभयो कलेज भन्नुभयो है हेरेरै चिन्नुहुँदो रहेछ बुबालाई कस्तो लगाइदिउँ अलिकति मुटु कलेजो होइन होला बेना दाजुलाई के हालिदिउँ मामालाई थोरै दिदीलाई कस्तो हालिदिउँ भेनालाई भेनालाई त कान्छी सारीले टक्क कस्तो खानुहुन्छ थाहा छ नि चिउरा आयो है यो एउटा अलिक राम्रो रहेछ भेना जस्तै हेन्सम परेको अब यो चाहिँ तपाईँ चाहिँ के डबुकोमा जाँड बोकेर बस्नु भएको रहेछ त भेना थोरै चिउरा है यो राम यस्तो डबुकोमा जार खाँदै हुनुहुन्छ धेरै जडिया हुनुभयो है उहाँ त जार खाएको खाएको छ आएदेखि